बडो खत्म यार। सर हल्का काम गरिरहेको छ गर्नु त। ले कर्णाली प्रदेश अन्तर्गत रहेका 10वटा जिल्लाहरूमा मौसम तथा जलमापन केन्द्रहरू स्थापना गर्छ र स्थापना भइसकेका केन्द्रहरूको चाहिँ सञ्चालन गरिरहेको छ। जल तथा मौसम विज्ञान राष्ट्रिय नीति अनुसार हरेक स्थानीय तहमा एउटा मौसम केन्द्र कम्तीमा पनि स्थापना गर्ने भन्ने चाहिँ नीति रहेको छ। त्यो नीति अनुसार कर्णाली प्रदेशमा अझै धेरैवटा स्थानीय पालिकाहरूमा मौसम केन्द्रहरू स्थापना गर्नुपर्ने छ। अहिलेको अवस्था हेर्ने हो भने चाहिँ 33वटा स्थानीय तहमा मौसम केन्द्रहरू चाहिँ जल तथा मौसम विज्ञान विभागको मातहतमा चाहिँ रहेको देखिँदैन, या भनौँ हामीहरूले स्थापना गर्न सकेका छैनौँ। अब जल तथा मौसम विज्ञान विभागले मात्रै चाहिँ केन्द्रहरू स्थापना गर्नलाई चाहिँ एकैचोटि धेरै खर्च लाग्ने हुँदा हामी स्थानीय तहका सरकारहरूसँग मिलेर यो चाहिँ स्थापना गर्ने भनेर भनिरहेका छौँ र यसमा चाहिँ प्रदेश सरकारले पनि केही सहयोगको चाहिँ हामीले गर्न सक्छौँ भन्ने कुराहरू चाहिँ आइरहेका छन्। तर प्रदेश सरकारको बजेट चाहिँ आइसकेको अवस्था छ। त्यसले गर्दा अब स्थानीय सरकार अथवा चाहिँ जातीय निकायहरूबाट विकास साझेदार संस्थाहरूबाट चाहिँ हामी त्यो गर्ने पहल चाहिँ गरिरहेका छौँ। अहिले जस्तो हावापानी सम्बन्धी कतिवटा केन्द्रहरू छन्, त्यसपछि जलतिर कतिवटा छ? कर्णाली प्रदेशमा चाहिँ जल तथा मौसम विज्ञान विभाग अन्तर्गत 71वटा मौसम मापन केन्द्र र 31वटा जलमापन केन्द्रहरू चाहिँ स्थापना भएका छन्। जलमापन 31वटा स्थापना भएका मध्ये चाहिँ 31वटामा नै हामीले स्वचालित उपकरणहरू जडान गरेका छौँ भने यो मौसम मापनतर्फ चाहिँ 34वटा स्टेसनमा अझै पनि हामीहरूले चाहिँ काम गर्नुपर्ने अवस्था रहेको छ। 19वटा केन्द्रहरूमा चाहिँ अझै पनि स्वचालित केन्द्रहरू चाहिँ स्थापना भएका छैनन् र अब धेरै ठाउँहरूमा चाहिँ स्थापना केन्द्रहरू नै नयाँ स्थापना गर्नुपर्ने चाहिँ आवश्यकता रहेको छ। जस्तो यो माथि यो सुर्खेत र सल्या के अरे यो दैलेखको सिमानामा रहेको तपाईँको हातनाङ्लामा रहेको जो ऊ छ नि रडार, त्यसको अवस्था के छ अहिले? त्यो रडार चाहिँ अहिले सञ्चालनमा चाहिँ छैन। हामीले सञ्चालनमा ल्याउन चाहिँ पहल चाहिँ गरिरहेका छौँ। सिडी साला पठाइदिनु योबाट हान्दैन। होइन अस्ति हजुरले भन्नुभएको थियो नि भेरी पुल नजिक हो क्या, त्यो काम लाग्यो नि त आज हो।